हेलो गाइज वेलकम टु माई न्यू ब्लग अनि गुड मर्निङ। आज चाहिँ मेरो हस्पिटलमा रिपोर्ट लिन जानु छ, त्यही भएर म आज छिटो उठेँ। सबभन्दा पहिला म फ्रेस हुन्छु, त्यसभन्दा पछि कुरा गरौँला है। अब म रेडी भइसकेँ। यो कालो चिया फ्रेस भएर पनि अब चिया र रस खान लाग्छु। यो रस चाहिँ कतिजनाले खानुहुन्छ, कतिजनालाई फेभरेट लाग्छ कमेन्टमा भन्नु। म चाहिँ खासमा चिया खाँदैन थिएँ, तर आज खाएँ। म चाहिँ रेडी भइसकेँ यहाँ कुर्ता सुरुवाल लाएर, किनकि कपाल कोर्नुभन्दा पहिला नै लुगा लाउने ह्याबिट छ, किनकि सजिलो पनि हुन्छ नि त। अब म कस्तो देखिएको छु भन्नु साथीहरू कमेन्टमा। कुर्ता सुरुवालमा अब मेरो बहिनी चाहिँ साइडमा रेडी हुँदैछ। अब मैले कपाल कोर्नलाई उठाएँ, काइयो उठाइसकेपछि मेरो कपाल चाहिँ यताउता यताको उता बिचमा सिउँदो नै सिधा नआएको कारण मलाई उठ्यो रिस। अनि मैले मेरो बाबाले युज गर्ने अमलाको तेल उठाएँ, अमलाको तेल राम्रोसँग लाएँ। यो तेल लगाइसकेपछि म अब लाएर पनि रेडी भइसकेको छु। अब म लाउँछु रिङ। आज चाहिँ म यो वाला रिङ लाउने वाला छु। अब चाहिँ मेरो पालो सनक्रिम लाउने। यो सनक्रिम चाहिँ म जहिले युज गर्छु, कतिजनाले युज गर्नुहुन्छ कमेन्टमा भन्नु। मेरो बाबा चाहिँ पछाडि घुरेर सुत्नु भएको छ, उठेको छैनन्। अब चाहिँ मेरो पालो लिप बाम लाउने। लिप बाम लगाइसकेपछि हामी भयो रेडी। अब हिँड्यौँ बाहिर। बाहिर चाहिँ मेरो बहिनी यति ब्युटिफुल भएको छ, म चाहिँ यति सिम्पलमा छु आज कुर्ता सुरुवालमा। उताबाट आउनुभयो हजुरआमा, यी चाहिँ हाम्रो फेभरेट हजुरआमा हुनुहुन्छ। हामी हिँड्यौँ बाहिर। म कस्तो देखेको छु साथीहरू हेर्नु सिम्पलमा एकदम। योभन्दा पछिको भिडियो अर्को पार्टमा साथीहरू। बाई बाई।